गुड मॉर्निंग। तो आज हम बनाएंगे मेथी का पराठा। ठीक है, पराठा मतलब थेपला। ओके, पहले इसको धो लेते हैं साग को। ब्लॉग्स डालने के लिए आजकल थोड़ा मैं लेट हो रही हूँ यार, फोन ना सपोर्ट नहीं कर रहा है। तपाईँलाई आमा रहेछ रिसाउने। यो हाई भन ल, ब्लग हो नि। हाई भन न, भाइले दिदीले म भिडियो खिच्न लाए। हेलो भन त। हेलो भनिदिनु। दिदीले गाला टोकेर यहाँ हेर निलो। अमै कसले टोके? बुसी दिदीले। ए लाउ आमा खानु ल। म त खादिन त गुल्लो। ए मलाई चाहियो। सुगर छ? यसरी ए बस्नु न, म खाना बनाउँछु कि यहीँ खाने आज भइहाल्छ। सानो सानो सानी सानी खोइ हाम्रो सानी कहाँ हराउँछ यार। सानो कस्तो कान नसुनेको यहाँ छिटो। उसको हात दुख्ने कामै दिन लाएन मैले। मासु लिएर आउँछ आमालाई खाना खानु। त्यो यसले बाबु छाला बिना नकुन बस्नु नको। त्यो टोपी ढाकाको टोपी लगाएर जाऊ। आमालाई ढोक्यो, खोइ ढोकेको आमालाई। पर्दैन छोरा ठुलो भयो। अनि बुढाबुढी आमाको आशीर्वाद लिन परेन? 1 किलो लिएर न, 1 किलो मासु लिएर आज यहीँ भात खाने। तपाईँ कति मिठो गरेर बनाउँछु गर्नु न। छोरीले बनाएको पनि खानुपर्छ कि कहिले काहीँ। कति घरमा मात्रै खाने गुतपात कता पिरो पिरो पनि नखाने। पिरो खान्छु, गुल्लो भने केही पनि न। कस्तो बनाऊँ, सुक्खा बनाऊँ कि झोल बनाऊँ कि कस्तो बनाऊँ? देख्छु भन, म 2 चोटा हो खाने। जति खाए पनि कस्तो चाहिँ बनाऊँ भनौँ, जस्तो मन पर्छ। खानै मन लाग्दैन, टिका झर्छ कि कस्तो खानै मन लाग्दैन। खाने आज छोरी। अर्को घरमा चाहिँ कहाँ गयो भने खोज्नु जाने फेरि। बोलाउनु न त, नम्बर छैन? मैले मोबाइल त छैन। ऊ मोबाइल भाइसँग छ त? त्यसो नम्बर मलाई थाहा छैन। उसलाई थाहा होला। दिदीको नम्बर थाहा छ भाइ? थाहा छैन? त्यहाँ नम्बर सेभ गरेर छैन फोनमा? थाहा छैन मलाई। कति गेम खेलेको यो भाइले। त खाऊ खाऊ गाउँ गाउँ खाऊ न। परेको नि हो त नि। के गेम चाहिँ कुन खेलेको भाइ देखाउ त? के काम? बाइक गेम 3 गेम। ए अनलाइन हो कि अफलाइन? बिचारा गालै पुरै उ भएछ। हो ए मम्मी घाँस ल्याउनु भयो? मम्मी घाँस लेके आ गई है फ्रेंड्स। बाख्राले अब टन्न घाँस खान पाउने भयो हाम्रो मम्मीले ल्याएर। कस्तो घाम चर्केको कि, घामै घाम भयो। तपाईँले काटेको कि? ए कहाँ, त्यहाँ यहीँ कि कहाँ? ए यहाँ यहाँ हुँदैन न, यहाँ। ये दोनों क्या कर रहे हैं मस्ती पता नहीं। डोको के अंदर एक बंद हो रहा है। अभी वो जान लगा भित्र हो। कर बंद कर। आदि आदि खोइ बाबू। ए बाबू बाबू खोइ आदि बाबू। ए खोल रे, खोल 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 रे बाबुले। आउनुहोस् यहाँ आउनुहोस्। अब फेरि डोकोमा। मम्मी कता बन? मम्मी अब नै बाबुलाई हुँदैन, लड्छ भाइ। तल गर, रुदा तल गर भाइलाई।
कोण येणार आहे बाबू? अरे इथेच बसून गेलो फोन आला तर तुला देऊन दिलं डायरेक्ट यार आहे मी कांदाच तोडून टाकला कांदाची खेती लावूया कांदा खूप खेती लाग ऐकते ना अरे प्लीज यार जरूरी है यार यार चेस खेलने में मजा ओ भाई लॉर्ड साहब छोड़ा छोड़ा भाईलाई चेस लो जाओ अम्मू क्या कर रहे हो यहाँ आओ अंचा आओ ओ खुद ही बर्तन के अंदर अब खुद खाएगा क्या घास हाँ तुम यहाँ पे घास खानी हो ओहो लो खुशी भएको समातेर ओर्लिन्छ फेरि ल आऊ जाम आऊ आऊ जाने आऊ ल जाम बिजुलीको खम्बा त यहाँ मनोकामना जाने बाटो सोध्नु न यहाँ माथि एउटा ठुलो घर छ त म आउँदैछु बाटोमा कहाँ यता हो नि त ल आउनु लाउनु दिदी यस अनि त ल खै ल हेलो भन्नु हेलो हेलो हाम्रो ब्लगमा हेलमेट लगाएरै हेलो अहिले हेलमेट खोलौँ ल हेलो गरेर आन्टीसँग आउ त ल हेलो कति ठुलो भइसक्यो भाइ घर देखाउ कसले देखाइदिए घर नमस्ते ल मेरो मम्मी उहाँ भिनाजु भाइ अनि दिदी नमस्ते ल आउनु हाम्रो मामा नमस्ते ए यहाँ पुगेपछि कस्तो मैले थाहा होइन बाटो मात्र आउँदा अलिकति अलि आधी मात्रै पिच भएको क्या फेरि ल आउनु आज बस्नुपर्छ है अनि त यत्रो वर्षपछि भेटेको अनि वर्षमा जुड्छ फेरि ए किन ल्याउनु पर्ने ल्याउनु ल आउनु भित्र आऊ भाइ नमस्ते ड्याडी हुनुहुन्छ मेरो आउनुभयो दिदी दिदी भिनाजु अनि उहाँको छोरा भाइ त रुद्र सँगसँगैको होला कति धेरै पठाउने रहेछ है त्यसो घर बनायो भने धेरै पैसा जान्छ अरे ए थाहा हुँदैन नि त पहिला सो फ्रेंड्स अभी हम जा रहे हैं मनोकामना मंदिर जुलूस हिँडे जस्तो रे ल जाम फेरि हेलमेट लगाएर ल जाम यता रे हाँस्छ नि ल जाम 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 यहाँ त जानुभयो ल अब हामी सबैजना जाने मनोकामना ओके
हेलो पक्नु पक्नु हामी पनि आउने हो सो फ्रेंड्स अभी हम जा रहे हैं मनकामना मंदिर दर्शन गर्नलाई त जाम 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 देखाएको छु यस्तो उकालोमा त म त पछाडि जाँदो रहेछु राम्रो छ नि यहाँ पिकनिक खेल्ने ठाउँ छैन चुबो लागेको नि कहाँ खुसखुस गर्छ ल कति रमाइलो लागेको झन् म त उभिएर खेल्न त नानी कस्तो उभिएर खेलेको मलाई त त्यत्तिकै बसेर नि रिङ्गटो लाग्छ अहिले त डर लाग्छ मलाई डर लाग्ने थिएन कि यिनीहरूले मलाई त्यो इमेजिका गएको थियो नि झुकाएर मलाई एकदम ठुलो राइडमा बसाइदिएको मान्छे यस्तो उल्टो हुनेमा जाम 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 भाइले हाम्रो ब्लग हेर्ने गरेको छ कि छैन छैन कस्तो त हेरेको त नि युट्युबमा हेर है च्यानलको नाम के हो सिमरन आन्टी के ब्लग्स आन्टी को ब्लग्स आन्टी के अहिले अहिले घरमा म गरिदिन्छु नि फोटो भने होला कति चिसो है यहाँ झन् अनि टोपी लगाऊ भनेको त हो नि ए धन्यवाद गणेशजीको यहाँ हमें भी गणपति बाप्पा आए पाया पढ़ाया हे गणेश भगवान अब गणपति बाप्पा अमू पाया पड़ा ताक्नु परेन त आफ्नो छोरीले भगवान ढोकेको हैन खै त हेर त सङ्गीता पानी आइरहेको छ हाम्रो चिसो होला झन् यहाँको पानी त है ए हो ए आमु तिमी बत्ती बाल्ने बत्ती बाल दिनु मलाई आमु चप्पल यता निकालेको वहीँ निकालेको होइन यहीँ निकाल्नु ला हेर्नु फ्रेंड्स ये ना मनकामना मंदिर है हमारे गांव का देखिए कितना प्यारा है कितना बड़ा है कस्तो राम्रो देखेको है काय सांग ना पहिले काय करायचं अब ढोकणे ते काय लावायचं आहे नहीं ढोकने दिनु दिदी मला पण लाईट म बाल्छु यस्तो गर ल मी करे अच्छा लाउँछु आफै सबै आफै गर्न पर्ने हे भगवान कति छिटो ठुली हुन मन लागेको नाही भयो मैले खिचिरहेको छ है लुगा भिज्यो भने गाह्रो हुन्छ नडौडी उन्न बिस्तारी बिस्तारी आऊ
मेरो पनि त्यस्तै गर्छ फेरि मेरोले फोटो दामी खिचिदिन्छ हो कस्तो फरक रहेछ तिम्रो छोरा छोरीहरू कस्तो हो कस्तो बाटो छ ब्याग बोकेर बिर्सेको भएर आरती अभी आरती हो रही है फ्रेंड्स देखिए कौन आरती होता है अभी मंदिर में देखिए वहाँ पे आरती हो रही है और यहाँ पे भजन हो रही है सधैँ हुन्छ होला नि बेलुका साँझको आरती हो नि त जे बिहान पनि हुन्छ ए एकदिन बच्चाहरूलाई बेलुकाको आरती लिएर आउने है बच्चाहरूलाई लिएर आउने मलाई थाहा थियो आरती हुन्छ भैरव पनि हुन्छ तिमी आएको थियौ कहिले गेला छ गेला वर्ष आरतीमा आएको तिमी ए दाको न फोटो दाको तुम फ्लिप ए हो आकी हो चिनेको नि मामा चिनेको आफ्नो चलो फ्रेंड्स चलते के ब्लग अमुले खिचिदिन्छ अमु त्यहाँ गएर जाऊ त बनाइदेऊ हाम्रो पनि कति मजा आयो है मनोकामनामा सङ्गीता राम्रो है बाबु ऊ पनि खुसी भएको फर्काएपछि छ आऊ सङ्गीता तिमी पछाडि बस्यौ यी बाघको खुट्टा हेर यहाँ बाटो भन्दाखेरि बाघ हिँड्यो नि यहाँ म देखाउँछु नि ब्लॉग में फ्रेंड्स ये ना टाइगर का पेड़ की निशान है। जब रास्ता बन रहा था ना तो रात को इधर टाइगर आता है कि नहीं अमू? ये जंगल से पूरा हाँ देखिए कितना प्यारा है हमारा गांव और हमारा मंदिर। बहुत ही अच्छा लगा कि एक दिन अभी सारे बच्चों को वो लोग तो आके गए हैं और बाद में एक दिन सबको लेके आऊंगे मैं। और यहाँ पे ना पूरा पिकनिक होता है, सब ना पिकनिक करने के लिए आते हैं यहाँ पे। ये सब पिकनिक के लिए स्पॉट्स बने हुए हैं, तो यहाँ पे सब आते हैं और जितना भी कुछ चार्जेस रहेगा वो पे करते हैं और यहाँ पे आके एंजॉय करते हैं। जैसे वो साइड पे हो रहा था ना मंदिर के वो साइड जंगल में भी है जगह, बहुत बड़ी जगह है, मतलब कम से कम भी 2-3 हज़ार लोग तो आराम से यहाँ पे पिकनिक कर सकते हैं, अलग अलग, इतनी बड़ी जगह है। नहीं छैन नि कितना ठंडा है इधर। कभी भी आना ना तो जैकेट पहन के आना और टोपी भी, कान भी ठंडा होगा फिर। ये अभी तक रुकी थी, अब इसको ठंडी लगने लगी तो बोलते घर चल घर चल, है घर चल ठंडी लग रही है बोलती है अमु। अनि उसलाई पनि टोपी नलागेको नि, बैले भनेको टोपी लगाऊँ। अमु जाम हुँदैन यस्तो गर्न ल, जाम पिङ खाली भयो। उसलाई कस्तो मच्काउन आउँछ होइन। ऊ भिनाजु त गइसक्नु भयो त्यहाँ पिङ खेल्न पहिले। ऊ आउनु रे दिदी,
दीपक मामा भयो दीपक मामा स्कुटर लिएर आउनुभयो दीपक दाईको स्कुटर ल बाई गाइस कहाँ अनि तपाईँहरू जानु नि त हेलो ल पिङ छैन के लिन्छु रे 10 रुपियाँ 10 रुपियाँ भेटी लिने के हो भाइ कहाँ माथि चढेको त त्यो भाइ त आमै तपाईँले स्कुटर लिएर आउनु भनेर त्यो भाइ कहाँ माथि चढेको लड्दैन ए भाइले के स्कुलको युनिफर्म घरमै स्कुलको होइन यो हो कि न स्कुलको हिँड ल घर जाने खाजा खाएर आउने 10 रुपियाँ किन आऊ रे उसले भयो नमस्ते यो त हाम्रै स्कुलको ज्याकेट हो नि ल अनि त्यसको बस्ने सिट त खै त ए यो भाइ त कति ह्यान्डसम दिएको फ्ल्याग लगाएर नेपालको झन्डा घाँटीमा लगाएर ऊ होइन हामी हो नि उनीहरू होइन नि यिनीहरूको अब बस्ने ठाउँ नै छैन त्यसमा कति वर्ष पुग्यो भाइ अमु बिस्तारी है बिस्तारी दिदी बिस्तारी बिस्तारी 12 वर्ष भयो 12 वर्षमा नको नको नराख भाइ तल फोटो जोड न बाबु फोटो टच नगर है व्यू गराउन गरेन र बस ट्राई ल भयो भयो अब टर्न बाई टर्न अब दिदीको टर्न बाबा त सोलो हो बस आऊ हो चुटिल न त्यो भाइले त्यसो नै छैन सक्छ मलाई घचाउन दिदीलाई पनि आउँदो रहेछ के भयो रे गराउनु पर्यो नि डराउ डराउ दाइलाई खेल्न देऊ न पहिला भाइ भाइलाई हामी लाइन लाउने लाइन पर्दा म कहाँ अनि राति हुँदैन 6 ल भिनाजु एकचोटि बस्नु ल भिनाजुले बस्ने रे एकचोटि खै खै ल साइड हो दिदीले मचाउनु हुन्छ ल भिनाजुलाई खै भाइ साइड ऊ ए ल ल अलि खै 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 हेलम कति हाँसेको खै ल नदे धक्का नदेऊ बाबु बोकेको छ नि भाइ बोकेको छ नि त आहा कति लाम्रो हाँसेको भोलि आउने अब नाइ म बस्ने मात्रै हो के सिसा भन्छ नि बच्चाको स्कुलमा सिसा चलाउँछ है अझै उसलाई मनलाई यहाँ सबैजना परिवार आएको बेला ल म एकचोटि बस्छु भने मन बस्ने हामी हटो हामीलाई हटाइदिनु अहिले भोलि खेल्ने हामी फिट परत म लाउँछु है मामा ल्याउने हो ल परत ल
ल भयो अब भयो आइसक्यो ल लाइट दिनु लाइट दिनुपर्छ ल जानु जानु आइपाल तपाईँ पाल अरू यसको लाइट फुल गर्छु ल फुल रोजी जानु रुद्र म एकैछिनमा आफू मात्रै आफै मचिन्छु म है ल आफै मचिन ल आफै यता आउनु न मेरो अगाडि बस्नु नि तपाईँ आफै मचिन रुद्र ल रुद्र नै बदमासी गर्नु नको यस्तो गर्नु तेरो पाछे ठिक छ नगर है अबि गयो पैसा भयो ल म भिनाज भन्दा त धेरै खेलेँ है भिनाज त मचाउने बित्तिकै हाम पाल्नु भएको आदि हमारा जा रहा है उनके साथी छोडेर जानुहुन्छ भनेर नि अब के दिने त मैले तिमीलाई चाहिने लु भन त के दिने मैले बाबु तिमी जाने के दिने तिमीलाई भोलि पछि म नान्ना ल्याइदिन्छु है छोरोलाई है जानेहरू पठाउने ऊ आउँदैन नै भन जाऊ त बोलाऊ त भाइलाई नै भन भाइ भन्देऊ भाइ भन्देऊ भाइ भन्देऊ सबै दिन्छु यहाँ नेपाली बोल्दो रहेछ दिदी हलबे खानुहुन्छ पाकेको घरको के भयो के भन्छ उसलाई लागिरहेछ घुमाउन लैजान्छन् अझै पनि माया गरेको त भाइ भन छोरो भाइ भन आऊ बाबु उसले पो भाइ रे ल हामीलाई पो भाइ हजुर पर्खिनु म जान्ला होइन दाइ ए मम्मी आउँदै हुनुहुन्छ अरे पख्नु रे कहिले म भाइसँग आउँछु ल त ल आऊ म पनि जाने चप्पल लगाउने आऊ जुत्ता लाउनु पर्छ चप्पल लाउने आऊ नमस्ते गरिदेऊ पहिला नमस्ते गरिदेऊ ल नमस्ते गरिदेऊ नमस्ते गरिदेऊ बाबु भोलि पनि आउँदाखेरि ल छोरोलाई हजुर बाई आउनु नि दिदी पछि आउनु है नमस्ते बाई नमस्ते बाई 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 पछि आउँदाखेरि बाटो गएर फोन गर्नु दिदी बाटो अलि अँध्यारो छ नि त यहाँबाट